हेलो गाइस के चाहिँ यस्तो घुमाएर क्या वर्क ब्रिड अनि त्यहाँदेखि के भन्छ भ्याकेसनको लागि प्याकेज गर्छ बोतल यस्तो घुमाउँदाखेरि वर्क आउँछ कि लाटाले ट्याम्मै दिएर भ्याकेसनको लगेज ताने हुन्छ नि थाहा छैन त्यो चाहिँ मन परिरहेको हामी चाहिँ घुम्नु जानु लागेको जिन्दगीको गोरेटोमा गर्ल्स ट्रिप कहिले भएको छैन सो जानु लागेको होइन अनि यो सुर्केस यो सुर्केस हामीले प्याक गरेको यहाँ मेरो फुल छ नानाको यति छ यति रहेछ सोल्टिनीको अनि नानाले सोल्टिनीलाई देखाएर तर्स्यो अरे क्या इन्टरनेसनल जाने ब्याग हो त यो त भन्दै भन्नुभयो अरे क्या सो यो चाहिँ घरदेखि कुदेर ल्याएको छ यो चाहिँ अलिक सानो छ सो प्याकिङ हुँदैछ टिकटक प्रोडक्ट ओ यहाँ मेरो चाहिँ के गरौँ हौ यति छ मेरो तर वेट त त्यत्रै वेट हुन्छ नि भइहाल्यो त अनि 50 केजी त पुग्दैन नि त हाम्रो पुग्दैन 45 3 बजी सुतेर 5 बजी उठेर मेगी मेरो तार सुप मेरो नेल्स कस्तो जाडो भएको क्या उठ्दा त also cold सुपले तातो भएको टक्कै खाँदा देखिरहनु भएको छ आफ्नै कराई साबारी भनेर भन्छ नि सो दिस इज यतिको समय भएको अवस्था यो टाइम कति भयो भने नि अहिले 6:15 भएको अवस्था रेडी फर द फ्लाइट जिन्दगीको गोरेटोमा फर्स्ट टाइम सोलो राइड भनौँ न सोलो अरे घरदेखि सोलो सधैँ फ्यामिलीसँग हिँड्थ्यो योपालि चाहिँ एक्लै छ अनि भइहाल्यो नि बात छ भने त देखेन कालो देखेको होइन म त साह्रै हो म त यो केमा बोकेर खाँदै कुद्नु त होला नि मैले के अरे भिडियो बनाएको कि भिडियो बनाएर हेरेको 10 मिनटसम्म त्यो प्लम मैले 10 मिनटसम्म खाएछु 10 मिनटमा सकिन्छ क्या मैले त्यो प्लम खाएर कस्तो सम्म पिचबोर्ड पनि यस्तो सम्म छ र हाम्रोतिर त सबै रहेछ यतातिर कस्तो सम्म रहेछ अहिले देख्दा त सम्मै हुनु पर्यो नि त नि फेरि प्लेन फर्स्ट टाइम नि कहिले छुटेको छैन नि त यसरी छोडेर म अनि फर्स्ट टाइम हाम्रो नानीलाई के भन्छ 7 वर्षमा कहिल्यै छोडेकै छैन हेलो ओहो तारा तारा रहेछ त कहिलेदेखि म गर्छु यो बोक्ने यो बोक्ने त्यो घिसाउँछु चलो जिन्दगीको गोरेटोमा यहाँदेखि हामी सेक्सी सिङ्गल लेडी हो यहाँदेखि चाहिँ अबदेखि चिन्दैन हामी रिङ फेर्नुपर्छ अब वाउ सिङ्गल लेडी अन द एयरपोर्ट छैन अब है लाग्यो ल बाटो लाग्यो ल जिउ दुखेर मऱ्यो होला रातिको 3 बजी सुतेको अनि 3 बजी सुतेर यिनले मलाई 5 बजी उठायो 5 बजी कस्तो मजाक देखेको एयरपोर्ट सामान बेसी भएर पुरा यहाँ कति राम्रो देखेको सफा न अब चिल्ल झर्दैन हिँडे बाटो लाग्यो है यस्तो गरेर झोला गएको छ कस्तो गरम भयो क्या झोला त अनि त्यसको त्यो लामो फिता पनि रहेन रहेछ क्या
तर यस्तो भएको कस्तो लाइक के अरे अब कस्तो एक्साइटेड फिल हुन्छ नि जब लाइक हुन्छ नि कतै ट्रिपमा जाँदैछ भनेर तर जब यो एडल्टहुडमा आउँदो रहेछ नि अलिकति ठुलो भएपछि घरको कति जिम्मेवारीहरू पनि त हुन्छ नि त त्यसले गरेर जानु चाहिँ अस्ति कुरा गर्दा चाहिँ कस्तो जानु मन लागेको थियो बट राइट नाउ नो त्यस्तो एक्साइटेड फिल नै नभएको क्या भन्दै गएँ ल बाउलाई जस्तै एक्लै बोलेर चेकिङ भइसकेको अवस्था है यहाँनिर So we are going downstairs. Password on the hat. Password on the hat. हामीले उचाल्नु अरे सुत्ने अरे भुइँ म जान्न जान्ने भन्ने हामीले उचालेर लिएर जानु अरे त्यसो हतारलाई पठाउन ठिक भन्यो टिकटकमा के चाहिँ भन्नु अरे के चाहिँ भन्ने हो भन्ने चाहिँ म जान्नलाई उसले भन्छ हामीले चाहिँ के भन्नु तान्नु छिटो न ला चप्पलै लाउनु बिर्सेछु ला के भएको घरमा हिँड्ने बानी भएर हौ यतिकै चप्पल लाउनु बिर्सेछु मैले ल म प्ले गरिदिन्छु ल ल होइन यसो गरेर बोक्दा पछाडि यसो बोक्दा यसरी बोक्दा हुन्छ यता र यता म खुट्टा बोक्छु ल तपाईँ दुई हात गर्नुहोस् उहाँले पनि जुरुकै बोकेर 15 सेकेन्ड लु एकछिन के भन्छ जुरुक्कै पारा लग्यो त ताने भयो भाउजूले काराकुरुक जाराक जुरुक बनाएर ल नागेर जाने बिचमा यहाँदेखि हामी नाग्छौँ अनि बिचमा निस्किन्छौँ ल उहाँ देखाउँछौँ अनि तान्ने पनि खेल्ने अरे यहाँनिर लहे लाइनमा ल बस्नु नि फोन छ नि आउनु नाङ्दैछ उयो कताबाट तान्ने हामीलाई कता यता त्यसो भए हामी यता जानु त यता होइन अनि जाने यता एकपालिको भिडियो बनाइसकेर अनि छ्याप्प बसेको अरे क्या यहाँहरू के थियो टक गरेर बसिरहनु भएको छ यहाँ हेर्नुहोस् टक गरेर बसेको अवस्था म चाहिँ पलेटी मारेर बसेको होइन अघि त चप्पल खोल्ने र खाली खुट्टा हिँड्ने बानी भएछ त्यतिकै हिँडिरहेको छु म त अघि त नर्भस भएर हो कि के भएर भएको हो कि भोक मात्रै लाइ गर्छ सो लेट्स गो टु डङ्किन एन्ड गेट सम ब्रेड बेकन एग एन्ड चिज खानु मन लाग्यो बिहानै पनि उठेर 5:30 6:30 खाएको मैले उयो के अरे मेगीको सुप खाएको होइन
अनि अहिले पनि भोक लागेर के खाउँ पनि भइरहेछ, टाउको पनि दुख्ला जस्तो पनि भइरहेछ हो। सो यहाँ आएर खानु लागि डङ्किनमा आएको छ म चाहिँ। यस्तो छ एयरपोर्टको नजरिया चाहिँ। म चाहिँ यतादेखि परदेखि आएको। A2 छ तर हामी चाहिँ A10मा चाहिँ भनौँ न। तर 6 कि छैन कति लाग्छ टाइम, कति महँगो पर्छ फेरि यहाँनिर त नि। यसो गरेर बस्नु कस्तो अप्ठ्यारो हुन्छ नि। यसो गरेर बस्दा टाउको दुख्यो, अब मजाले खाने, पानी खाने, अनि गएर सुत्ने रेस्टरुम गएर। बोलेको सुनेको छ कि त्यहाँ थाहै छैन। सराउन मानिकन भिडियो गरेर थालेको क्या मैले त्यसो गरेर। के साह्रो प्याक, ट्याप्पै बस्ने ठाउँ छैन नि यहाँ बाहिर उभिएको। थ्याङ्क यू। टाढा मेरो अर्डर आयो। खाँदै जानु कि के गरौँ? खाँदै हिँड्नु पाउँदैन हौ एयरपोर्टमा। अलिकति ब्याक जाऊ। एकछिन जस्ट अ सेकेन्ड। ओके, कस्तो टाइम न बिटाइम हिँड्दा हुन्छ त। तिमी त्यहाँ रहेछ। गफ कन्टिन्यू गइरहेछ हाम्रो यहाँ चाहिँ। स्टप भएको अरे अब कट्टुको कुरा आएर चाय खायो ल। अनि चायमा चिनी हुँदैन? ठिकै छ। सुतिरहेको थियो मेरो साथी। कफी अगस्त यो क्या मिठो रहेछ है। त्यही खानु भएको? कस्तो मिठो। अब किन कस्तो मिठो हौ। लुगा फेर्दै कुद्नु अरे हो चाहिँ। म त सक्दिनँ हौ त्यसरी कुद्नु। ल बास हामी चाहिँ सिकागोमा फाइनली आइपुगेका छौँ। आइपुगिसकेका छौँ। जिब्रो लटो आइपुगिसकेका छौँ। अनि यो चाहिँ हाम्रो सुन्दर के पो भन्छ यसलाई, चर्पीमा म पस्छु अब। ल है हामी चाहिँ सिकागोमा आइपुगेका छौँ। क्या मजाको लाइट क्या सट्टै यस्तो खालको लाइट चाहिँ। अनि 20 मिनट हिँड्नुपर्ने अरे भन्छ खै के हो बुझ्दैन हौ हामीले। ओ सारा दुईजना केटी अगाडि छ अनि दुईजना यता छ। हामी 3जना यता। कस्तो राम्रो थियो यहाँ उयो के उयो देखेको छैन उल्टो पो भयो होला नि। कति मजाको देखेको उयो स्टेयर्स। यतिको छ। कति मजा आयो क्या गाडी कति राम्रो देख्छ होला अहिले त्यति बेला। म चाहिँ डल्लो भएर क्या मान्छेहरू कत्रो छ यस्तो गर्दा पनि नभेटेको क्या डल्लो भएर। कति राम्रो थियो। लाइक यो लाइटहरू राति झिलिक उठाउनुपर्छ। 20 मिनट हिँड्नु भन्दा 20 मिनट एयरपोर्टभित्री 20 मिनट। अनि 10:45मा फ्लाइट छ भने इट्स 10 राइट नाउ। व्हाट डु यु मिन? यस्तो छिटो हामी हिँड्नु सक्छ? यत्रो मान्छेहरू यहाँ कति सानो देखेको छ यिनीहरूको छेउमा हामी। यो मान्छेको छेउमा हामी कति सानो छ। हामी सानो मान्छे पनि हिँड्नु सक्छ? सानो मान्छे हो भने यत्रो हामीलाई हिँडाएको भनेको। बाटो पनि सानो त। आउनु छिटो
आउनु छिटो कुदे है कुदे एक्सर्साइज डर भयो औ कति क्युट बास कस्तो मजा आयो क्या कोचको तिमीको चाहिँ ब्याग हराएको ब्यागमा एयरपोर्टहरू सानो ब्याग सबै हराउनु के भन्नु भन्दै नै छैन लेट्स सी बाई इज लाइक 89 सो आई डोन्ट नो भोक लाग्यो बिहानदेखि के खायो भने मेगीको झोल अलिकति खायो बेकन एग एन्ड चिज क्रसन अलिकति खायो लेमनेड अलिकति पानी घाम लाग्छ कहाँ हुन्छ त ग्यास भएर यहाँ घुम्यो मात्रै भएको बाहिर निकै छैन अब कति गर्मी हुन्छ बाहिर